सिकल जसरी भए पनि पटायो भने घर चाहिँ बस्यो भने पनि भाडा मात्र 1.5 लाख उठ्छ महिनाको। सरी ल, त्यसको लागि पकाउन सक्दैन म। सरी ल। किन शिवु? साथी ओन्ली फ्रेन्ड। सोसिकामा के कमी छ र ओन्ली फ्रेन्ड भने? हुन्न, नो कमीको कुरा होइन नि त। उसलाई किन तिमीले यसरी साथी मात्र भन्छौ? उसलाई साथीको दर्जाले पुगेन क्या, उसलाई नतर्पाउने क्या। फ्रेन्ड मात्र बनाउन सक्छु नि है। स्वस्तिका प्लिज स्वस्तिका नरो है। शिवुले तिमीलाई होइन भित्रभित्रै अलिअलि मन पराउँछ होइन, तर अहिले फ्रेन्ड नचाहिने तिमी भन है। कति छ माया गर्छ एकचोटि भन न। सुन्नु, तपाईँ जस्तो मान्छेले भड्काउने कुरा नगर्नु न। तपाईँ भड्काउने म मिलाउँदैछु तिमीलाई यार। यहाँ छौ रे शिवु, देख्यौ? होइन उहाँ बिचरा यतिको माया उहाँले मेरो लागि फ्रेन्ड मात्रै भन्नुभयो। उहाँले पर्सनली छैन रे, ओन्ली जस्ट फ्रेन्ड है अनि भन्नुभयो। शिवु मेरो यहाँ छ भनेको जस्ट फ्रेन्ड हुन्छ? शिवु यार लकी शिवु यार। बेस्ट फ्रेन्ड मात्रै हो उहाँ। शिवुले मुखैमा आजसम्म मलाई कोही केटाले रिजेक्ट गरेको थिएन, आज शिवुले रिजेक्ट गर्नुभयो। के बोलेको स्वस्तिका तिमी पनि यार सङ बनाउँछ यार। स्वस्तिकाको कस्तो धन देन केटा पनि 5वटा जस्तो मलाई मनको धनी चाहियो, मलाई पैसाको धनी होइन। होला स्वस्तिका मनको धनी चाहियो, सिरियसली भनेको। पैसा भन्ने कुरा त मिलेर कमाउला, त्यो कुनै ठुलो कुरा भएन, तर मनको धनी हुनुपर्छ, मनको राम्रो हुनुपर्छ। एउटा कुरा भनौँ तिमीलाई, भन न भन्नु है, चुप लाग्नु न सुन्नु शिवुको कुरो। यार सङ भयो तिमीलाई भन त शिवु। यस्तो के म भन्दा धेरै राम्रो पाउँछु तिमीले। तिमी राम्रो छौ, तिमी आफ्नो हेबिट राम्रो छ होइन। म भन्दा धेरै हेल्पफुल मान्छे पाउँछु। उसलाई राम्रो चाहिएन शिवु, फेसले म्याटर गर्दैन। क्या सुन्नु न, म भन्छु राम्रो खोजेर त कहाँ हुन्छ त? त्यो मान्छेलाई आफूले पो राम्रो बनाउने हो त। होइन होला हो म त मलाई किन राम्रो चाहियो? मसँग भएपछि म आफै राम्रो बनाउँछु त्यो मान्छेलाई। होइन सुन्नु न, स्वस्तिकाले होइन म भन्दा धेरै भाग्यमानी केटा पाउँछन्। तिमी मेरो लागि भाग्यमानी बन्दियो न त भइगयो त। स्वस्तिका यति भाग्यमानी छिन् कि यति राम्रो मान्छे पाउँछन् कि लाइफमा कसैले सोध्दैनन् कि यस्तो मान्छे पाउँछु भनेर। अहिलेसम्म पाएन शिवु, कहाँबाट? होइन पाउँछ, तिमीले पाउँछ। तिमीलाई पाइसके भन न स्वस्तिका यार, ल्याङ गर्छिन् यार। अब मन परेको मान्छेले नै अब यस्तो भनिसकेपछि होइन, उसले भन्नु चाहिँ के भन्थ्यो भन्दाखेरि म नराम्रो छु ठिकै छ, तर म तिम्रो लागि म राम्रो बन्न खोज्छु, आई विल ट्राई टु बी बेटर फर यु भनेर त्यो भन्नु पर्थ्यो। तर शिवुले सिधै तिमी बेटर डिजर्भ गर्छौ। अर्कोतिर जाने यार, यसरी त नि स्वस्तिकाको आँखामा आँसु आइसक्यो। शिवु त गइदिन के भने शिवु नचाउ न शिवु, प्लिज यो स्वस्तिकाले एक चान्स देऊ न शिवु। अब शिवुलाई मजाक लागिरहला, तर मैले मजाक गरेँ होइन। शिवुलाई साँच्ची हो मैले होइन, हामी कहिले बोल्छौँ नि त उसमा मेसेन्जरमा, अनि उसले साँच्ची भनेर हुन्छ क्या। अब शिवु चाहिँ राम्रो लाग्छ मलाई। उसलाई अब सबैले के बिल्ला हान्छन्, खिचाइरहेको हुन्छन् हाइट छोटो भयो भने, तर उसले यति धेरै मिहिनेत गरे काठमाडौँ बसेर स्ट्रगल गरे होइन। म चाहिँ अनि त्यही भएर चाहिँ एकदम शिवु मनपर्छ भनेर चाहिँ होइन, उसले चाहिँ पहिल्यै भनिरहेको हुन्छ क्या। तर थाहा छैन शिवुले किन उसलाई रिजेक्ट गरिरहेको छ होइन। उसको पनि मनै हो, बिचरा एउटा केटीको मन त्यसरी नदुखेरी हुन्थ्यो। शिवुले कि मेरो अर्को गर्लफ्रेन्ड छ भने होइन, अर्को गर्लफ्रेन्ड छ अथवा बुढी छ भनेर भन्नु पर्यो क्लियरली होइन भने बिचरा सोझी मान्छेको त्यसरी मन दुखाउनु चाहिँ हुँदैन। शिवु तिमीले हेरिराख्यौ भने हुन त मेरो मन सबैले दुखाएकै छन्। अब एकजनाले फेरि एक्स्ट्रा 1+ भएर केही फरक पर्दैन। त्यो नगरिदिनु प्लिज होइन। एउटा राम्रो मान्छेले होइन, अब राम्रो एउटा मुटुले राम्रो फेस होइन क्या, राम्रो अर्को मन खोज्छ क्या, राम्रो मनले होइन। हाल्छु क्या स्वस्तिका, तिमी टेन्सन नलिऊ न। शिवु गए पनि शिवुले ट्याग गरिहाल्छु क्या होइन। एउटा उसको राम्रो मन छ, उसले अर्को राम्रो मन खोज्यो भने त फेरि तिमी मेरो बेबी
अर्कैले मन दियो फेरि उता त्यति यो गाई डबल ट्याप गरेर आउँदा यार हारे त यार यत्रो प्रवचन दिएँ लास्टमा मैले हारेँ यार थेट। नबजाउनु न छे शिवुले यही सेन्टिमेन्ट भोलि तपाईँलाई सरप्राइज छ भोलि तपाईँलाई सरप्राइज छ सरप्राइज मलाई तर लाइभमा मुख नखोल्नु है मैले बुझिसकेँ के चाहिँ मेरो लागि के सबै त्यही त। मेसेज गर्नु त मेसेज भन्नु त मेसेज गर्नु न मेसेज मैले यति बुझ है ल म झन् खुसी हुन्छु यार। थ्याङ्क यू सुरज कसैले गर्न नसकेको कुरा मैले गरेँ कसैले गर्न नसकेको कुरा मैले गरेँ भने कि त्यो भन्न मिल्छ है त्यो भन्न मिल्छ मिल्दैन किन मिल्दैन किन भन न किन म उसमै कुरा गरौँला तपाईँ मेसेज गर्नलाई किन भनेर मेसेज गर्नु मेसेज मेसेज ल थ्याङ्क यू तिमी मेरो बेबी यहाँ अहिले गऱ्यो भने थाहा हुन्छ होइन अहिले नै गरौँ न त्यो त अहिले गऱ्यो भने थाहा हुन्छ होइन मसँग आइप्याड छ त्यहाँ मेसेन्जरमा होइन त होइन तर केही पनि नभनौँ